हेलो साथीहरू, आज म करौताको अचार बनाउन गइरहेको छु। मैले करौतालाई धोएर एक घाम र अब म काट्न गइरहेको छु र मैले काटेर अब नुन हर्दी हाल्न गइरहेको छु। नुन हर्दी हालेर एक घाम म सुकाइदिन्छु। त्यसपछि म मसला मेथीलाई हल्का रातो पारेर भुट्ने, त्यसपछि सोप राख्ने, सोपलाई पनि हल्का रातो बनाउने, त्यसपछि टिमुर र ज्वानो राखेर एकछिन भुट्ने, त्यसपछि त्यो पनि हल्का रातो भएपछि पहेँलो सर्सो र कालो राई राखेर भुट्ने। अब म तेल तताउन गइरहेको छु। आधा लिटर तेल, एक किलो करौदामा आधा लिटर तेल म तताइरहेको छु। तेल तताउँदा अलिअलि धुवा छुटेपछि बन्द गरिदिने। मैले अरू ज्वानो र जिरा मैले राखेको छुइनँ र म धुलै राख्छु। त्यसैले मैले त्यही मसलामा तातो मसलामा धुलो मसला राखेँ। त्यसपछि म मसला पिस्न गइरहेको छु र मैले मसला पिसेँ। अनि अब म मोल्न गइरहेको छु। अब मैले मोलेँ। सबै मसला राखेर मोलेँ। नुन हर्दी त मैले पहिल्यै राखेको थिएँ र अब म मनतातो तेल राखेर मोलिरहेको छु। त्यसपछि मैले भिनेगर पनि 2 चम्मच राखेँ र अब मेरो अचार कम्प्लिट भयो।